प्रतिनिधि सभा सदस्यको निर्वाचन सकिएको छ। त्यसमा अब तपाईले आफ्नो क्षेत्रको रिजल्ट हेर्न चाहनुहुन्छ एकदमै छिटो एकदमै आफ्नो मोबाइलको क्रोम ब्राउजरलाई ओपन गर्नु होला। यहाँबाट सर्च बारमा क्लिक गरिदिनु होला। यहाँबाट तपाईले सर्च गर्नु होला इलेक्सन कमिसन। सो यहाँ लेख्नु होला इलेक्सन कमिसन, त्यसपछि सर्च गर्नु। त्यसपछि तपाईको मोबाइलमा यस प्रकारको इन्टरफेस यहाँबाट खुलेर आउँछ। अब हेर्न सक्नुहुनेछ र यहाँबाट तपाई हेर्न सक्नुहुनेछ यता माथि कुनामा यहाँ तपाईले हेर्न सक्नुहुनेछ दुईवटा इन्टरफेस यहाँबाट तपाई हेर्न सक्नुहुनेछ। एउटा समानुपातिक र अर्को चाहिँ क्षेत्रगत र क्षेत्रगत हेर्नको लागि यसमा क्लिक गर्नु